हजुरलाई कोही मन पर्यो भने यसो हेर्नुहोस्। जानुहोस् घर लिएर आउनुहोस्। उहाँले उता देख्छन् मारेछ हजुर किन फर्किरहेको छ किन गए त मुर्त लान्छ भने त उहाँलाई मन पराएको छ। उहाँको लागि एकचोटि जोरदारले बाबु बिहे गरेपछि के गर्ने बाबु? कति दर्जनले? हाफ दर्जन छोरा छोरी पाउने रे हजुर। हजुरले सर बिहे गर्ने मन लागेछ? ए छैन गर्नुहुन्छ के गर्ने त बिहे? खोइ केटी पाउने बिहे गर्ने नि हुन्छ। त्यो पनि महा बोका रहेछ ल बुझिहाल्यो नि। पेटको समस्या छ उहाँको आफ्नै साथमा आफ्नै दाई उहाँको आफ्नै भाइ यहाँ हुनुहुन्छ हाम्रो मदन उहाँको भाइ अनि उहाँको दाई हुनुहुन्छ यता हाम्रो भाइ कता हुनुहुन्छ उहाँलाई आउनु होला एकछिन। उहाँको आफ्नै दाई उहाँको आफ्नै भाइ हुनुहुन्छ। त्यसै गरी हामीले अहिले तपाईँहरूको माझमा फोटो खिच्न टिकटक बनाउन यसो अँगालो मार्न यसो हजुरको आशीर्वाद माया पाउनको लागि म मनोज गोर्खालाई हजुरकै माझमा ल्याउने छु। तर हजुरले कसैलाई पनि डिस्टर्ब नगर्नु होला किनकि हजुरकै छेउछाउमा ल्याएर मजाले अँगाल मारेर आजको दिन हजुरसँगै रमाइलो गर्ने हो। त्यसै गरी तपाईँहरूको माझमा चर्चित गायिका गायक त्यसै गरी हाम्रा हरेक कला भएका जस्तो हाम्रो जुन यो ठाउँको कला पनि हाम्रो बाँकी नै छन्। म अब धेरै नबोलिकन उहाँहरूको उपस्थिति राख्नेछु। तपाईँले रमाइलो लिनु होला। म तपाईँको माझमा ल्याउने छु। हजुर केही बोल्नुहुन्छ तपाईँ? हुन्छ हजुर हजुरलाई यति माया यति आशीर्वाद दिनुहुन्छ ठिकै छ। तपाईँलाई पनि कुनै सहयोग पनि गर्नुहुन्छ यसो 5-10 रुपियाँ हामीले चियाको खर्च यसो चिसोको खर्च पनि यसो 5-10 रुपियाँ उहाँलाई सहयोग गरिदिनु होला। उहाँहरूलाई लिएर आउनेछु। उहाँको दाजुभाइले ल्याउनु हुनेछ म पनि आउनेछु साथमा जोकर पनि ल्याउँदैछु भन्दै सम्पूर्णलाई म धेरै धन्यवाद दिन चाहन्छु। अब हाम्रो दुईजना जोडीले मोटु पातलु यता आउनुहोस्। हजुर मोटु कि पातलु हो? हजुर पनि यता आउनुहोस्। हजुर रेडी हुनुहुन्छ सर? हो सर बिहे गर्ने मन लागेछ? ए छैन गर्नुहुन्छ के गर्ने त बिहे? खोइ केटी पाउने बिहे गर्ने नि हुन्छ। त्यो पनि महा बोका रहेछ ल बुझिहाल्यो नि। तपाईँको आशीर्वाद पाउने रहेछ। तपाईँलाई केटी खोजिदिनुहुन्छ हाम्रो यहाँ दाङ घोडाइमा। अब यहाँ केटी पानी ठिक हजुरलाई यहाँ कोही मन पर्यो हाम्रो चेली बहिनीहरू छोरीहरू नानी कोही मन पर्यो भने तपाईँलाई म यता आयोजक दाजुहरूलाई भनेर सरलाई भनेर नभए हाम्रो ग्रुप हुनुहुन्छ लिडर हाम्रो सोनु जुन प्रकाश ग्रुप हुनुहुन्छ हाम्रो डान्सर लिडर एकदम मेरो मिल्ने साथी मोडल हुनुहुन्छ एकदमै व्यस्त हुनुहुन्छ हरेक ठाउँमा छाउने एकदमै हाम्रो प्रकाश सोनीजीले पनि फोटो खिचिनु भएको छ एकदमै प्लेबोय ह्यान्डसम भएर त्यो भएर नि होइन ल ठिकै छ। हजुरलाई कोही मन पर्यो भने यसो हेर्नुहोस्। जानुहोस् घर लिएर आउनुहोस्। उहाँले उता देख्छन् मारेछ हजुर किन फर्किरहेको छ किन गए त मुर्त लान्छ भने त उहाँलाई मन पराएको छ। उहाँको लागि एकचोटि जोरदारले झट्ट कस्तो जोडी ल्याएर छ यता आउनुहोस्। हजुर नमस्कार। नमस्ते। ल कस्तो राम्रो अनि हजुरलाई मन पर्यो? हजुर मन पर्यो। लानुहोस् यस्तो राम्रो मान्छे हट्टाकट्टा युवा 24 वर्षको ल बोक्नुहोस् हजुर। यसलाई गाह्रो भइरहेको छ हजुरले बुझ्नु भने यसलाई गाह्रो भइरहेको छ किन 24 वर्षको हट्टाकट्टा फुर्तिलो के गरौँ भइरहेको छ। ठिकै छ हजुरलाई किन उता मुन्डो फर्काउनु भयो? म छु किन टेन्सन लिइरहेको? म पनि छु त उतै हेर्नुपर्छ र होइन हजुर म छु नि किन टेन्सन लिनु पऱ्यो भनौँ अझै म दाइ। अनि हजुर कति वर्ष हुनुभयो हजुर? म 22। ए 2 वर्ष कारा गुरुङ भइहाल्छ ल। एकचोटि सोधौँ ल उहाँलाई। सर मन पर्यो?
हजुरको नाम के अरे एकचोटि रूपा बुढा मगर ल रूपा रूपा कि रानी हेर्नुहोस् यति राम्रो रानी पाएपछि यसले पक्कै पनि अब ठिकै छ यसले बिहे गरेपछि के गर्दो रहेछ एकचोटि सोध्नु है त हजुर सोध्नु बाबा बिहे गरेपछि के गर्ने बाबु कति दर्जनले हाफ दर्जन छोरा छोरी पाउने रे हजुरले रहेछ ल ठिकै छ यो हाफ दर्जन पाउनको लागि पनि त यसले अब बिहे गरिदिनु पर्यो बिहे गरेपछि हनीमुन भन्छन् अहिलेको होइन हनीमुन मनाउनु चाहिँ कता जाने सर रूपा बहिनी अमेरिका जाने भन्छ त के हजुर खुसी हुनुहुन्छ उहाँ त मक्कै परिहाल्नु छ अमेरिका सपना सम्झिरहनु भयो अमेरिकामा गएर अब त्यहाँको ठाउँमा हनीमुन बनाउनु जाँदा त कस्तो होला दाजु होइन के छ त विचार हुन्छ ल उहाँ पनि राजी खुसी हुनुहुन्छ उहाँको लागि पनि एकचोटि जोडीको लागि ताली बजाइदिनुहोस् एकचोटि झट्ट यतारी कस्तो राम्रो देखिएको छ केही नहुनुहोस् त सजिलो हजुरलाई हेर्नुहोस् कहाँ लिएर हिँड्दा सुताउँदा उठाउँदा खुवाउँदा पिलाउँदा माइत जाँदा घर आउँदा धेरै सजिलो छ उहाँलाई किनकि बोक्नलाई सजिलो छ हेर्नुहोस् चट्ट माइत जाँदा टक्क 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 जाँदा ओहो छोरी आएछ छोरो बोकेर भन्छन् तर जहीँ छापो रहेछ फेरि घर फर्केर टक्क टक्क त ओहो बुहारी नानी आएछ भन्दाखेरि ए छोरो भने त कहाँ होइन बुढा पो लिएर आएछ भनेछ ठिकै छ उहाँहरूको जोडीको लागि झट्ट हेर्दा आमा छोरा जस्तो देखेको छ हजुर हो आमा छोरा जस्तो देखेको छ ओहो के हो सर आमा छोरा देखिन्छ अरे के होइन को जस्तो देखिन्छ त हजुर आमा छोरा देखिन्छ कि बुढाबुढी जस्तो देखिन्छ बुढाबुढी जस्तो हेर्नुहोस् एकदमै ल ठिकै छ अब राखिदिनु होला रूपाजी ल एकदमै हाम्रो बुढा मगर हुनुहुन्छ एकदमै ल उहाँ फोटो खिच्ने हाम्रो मिडिया क्यामेरा सरले फोटो खिच्दै हुनुहुन्छ उहाँहरूको जोडीको लागि ल ठिकै छ हामी उहाँहरूसँग केही बोल्दै गर्छु सर केही बोल्ने फेरि एकचोटि उहाँले युट्युबमा यसरी हामीले क्यामेरामा भिडियोमा खिचेर हामीले जुन हुन्छ हजुरलाई उहाँको लागि पनि एकचोटि जोडटाली हात छोड्नुहोस् न कति समय दिएर हात दिएकै समय त नानी खोज्नुहुन्छ हजुर ह्यान्डसम्म देख्नै नहुनेछ नानीलाई पनि जानुभयो ल ठिकै छ उहाँले युट्युबमा हेर्नुहुन्छ कि पहिला हाम्रो चन्द्रबहादुर डाइनी यो संसारमा हुनु न त्यसै गरी खगेन्द्र थापा मगर यो संसारमै हुनु न त्यसै गरी हाम्रा दिपेन शाह हुनुहुन्थ्यो उहाँ पनि यो संसारमै हुनु त्यसै कारणले उहाँले भन्नुहुन्छ म बाँच्न चाहन्छु मलाई बचाइदिनु होला भन्नुहुन्छ उहाँ किनकि अलिकति अवस्था अलिक ठिक छैन उहाँको